हाई खुसी छौ नि तिमीलाई कुनै डिस्टर्ब गरेको छैन नि मैले स्पेस चाहिएको थियो नि होइन तिमीलाई स्पेस दिइरहेको छु म त खुसी छु हेर किन मैले धेरै कुरा सिकेँ नि जस्तै मसँग पनि बाँच्न सक्दो रहेछु तिमी बिना पनि रमाउन सक्दो रहेछु मलाई लाग्थ्यो तिमीसँग बोलिन भने मलाई ज्वरो आउँछ तर हेर न म फिट एन्ड फाइन छु एकदमै खुसी छु तिमी हुँदा बरु मलाई डर लाग्थ्यो कतिखेर फोन गर्लाऊ कतिखेर नगर्लाऊ कतिखेर तिमी फोन अफ गरेर बस्दैलाऊ अनि कतिखेर तिमी कहाँ छौ भनेर मैले घरिघरि तिमीलाई सोधिरहनु पर्ला तिमी चिडाउलाऊ रिसाउलाऊ अनि भन्लाऊ मलाई यति पनि विश्वास गर्दैनौ अनि म फेरि दुखी हुँला तर हेर न जबदेखि तिमीले मलाई पर जाए मेरो जिन्दगीबाट भन्यौ नि मलाई गाह्रो हुन्छ जस्तो लागेको थियो तर एक दुई दिनको गाह्रो पछि मलाई कति सजिलो भइदियो अहिले मलाई साँच्चै झुट बोल्दिनँ है याद त आउँछ तर त्यस्तो याद आउँदैन हो बेला बेला हामी सँगै हिँड्दाखेरिको पलहरू कहिलेकाहीँ याद आउँछ तर यादले खाँदैन सक्दो रहेछु नि अट्याचमेन्टबाट टाढा हुन सक्दो रहेछु अनि भिडियो किन बनाएको गुड क्वेसन म जस्तो अरू पनि होला जो आत्तेर बसेका थिए जो तडपिरहेका थिए ला मेरो जिन्दगी के हुन्छ होला उभिना भनेर बस एउटा एक्जाम्पल सेट गर्नु थियो केही हुँदैन मजाले चल्छ बस आफूले आफूलाई साथी चाहिँ बनाउनुपर्छ है